यस्तो उता घर जान लाग्यो होइन बाटोमा यस्तो चिज भेट्यो कि यो के होला अबि त डर लाग्दो रहेछ हेर्नु हैन यस्तो चिज के होला यस्तो सर्प साब हैन हो यस्तो के रहेछ हैन यसो हेर्दाखेरि घर जान लाग्यो यसरी बस्दै के यसले त के खाएर अगाएर रहेछ हैन हाम्रो पाखुरा हाम्रो खुट्टाको पाखुरा भन्दा ठुलो रहेछ अघि एउटा दाइले समाते हैन समातेर एकछिन गरिरहेको रहेछ अनि त्यसलाई म आयो हेर्नुस् खुट्टाको साब्रा भन्दा ठुलो छ यो के होला कमेन्टमा भनिदिनु होला अघि हैन यसो हामीले त्यो भेटेको थियो हैन खोइ सर्प भन्छ के भन्छ मैले पनि चिन्न गाह्रो हैन कराउँदो रहेछ के त्यस्तो चिज कराउँदो रहेछ के हो त्यो थाहा भएन 3 किलो जति रे त्यहाँ जोग्दाखेरि हैन त्यो देखाएन तपाईहरुलाई म त नि हाल्छु होला 3 किलो जति सर्प हो कि के हो त्यो नि मैले बुझिन बुझ्नु गाह्रो भयो हैन अब गाह्रो यस्तै छ अब अनि गाह्रो धरी कहाँ जाने